हेलो साथीहरू, हामी उहाँको दिदीको घर, मेरो भाउजूको घरमा गएर उहाँको आमाको दिदीको घर, मेरो चाहिँ भाउजूको घरमा गएर फर्किँदै हो। बिहान जाँदा पानी परेको थियो, अहिले छाता कागज लिएर आएको, यो चाहिँ पाउरो उताबाट लिएर आएको। दिदी तपाईँको घर त्यही हो नि होइन? पहिला तपाईँ माइतबाट आउँदा कति बजी हिँड्नुहुन्थ्यो? 10 खाना खाएर हिँड्थेँ। कति बजी आइपुग्नुहुन्थ्यो त? म बेलुकी 6-7 बजेतिर घर पुग्थेँ, बाटामा बिच बाटोमा बस्थेँ। ए अनि यस्तो जङ्गलको बाटो तपाईँलाई डर लाग्थेन? लाए पनि रुँदै रुँदै आउँथेँ। बाबुआमाले दिएको घर गर्नै पर्यो, अरू जस्तो छोडेर हिँड्ने परिन म, संस्कारी छोरी। रुँदै रुँदै भए नि आउनुहुन्थ्यो होइन? हामीले त हेर्नु मौवाले बुरुस गर्छन् हाम्रो गाउँतिर, मौवाले बुरुस गर्छन्। नेचुरल लुक्स हो यो चाहिँ। नेचुरल केही लगाइ छैन है। आहा कति राम्री। 33 गुणले भरि पुऱ्याउनुहुन्छ मेरो आमाजी दिदी। होइन दिदी तपाईँ 33 गुणले भरि पुऱ्याउनुहुन्छ न? हो, यिनी फेरि 102 गुण। अब हामीले नेचुरल लिपस्टिक लाउँछौँ है साथीहरू, दाँत घोट्यौँ। अब हामी मेकअप गर्दै गर्दै जाने हो। यो चाहिँ हाम्रो नेचुरल। हाम्रो आमाजी दिदीले सेलरोटी पठाइदिनु भयो। यसमा सेलरोटी छ, यसमा खिर छ। धेरै माया गर्नुहुन्छ। आज धेरै खाना दिन अब पेटै अप्ठ्यारो बस्छ, बल्ल बल्ल निस्केछ। मेरो कपाल के फेरि यस्तो नराम्रो भएको र। ए खै लिपस्टिक बनाऊ ल, हाम्रो लिपस्टिक हेर्नु यता, लिपस्टिक यस्तो लगाएपछि त्यो चाहिँ लिपस्टिक है। हामी वा कस्तो राम्रो तिम्रो ओठ त। ल हामी हिँड्न लाग्यो अब। दिदी 5 बजे आउँछ तपाईँलाई? मलाई हल्का आउँथ्यो, यता देखाइदिनु न, देखाइदिउ न त। मलाई चाहिँ आउनु है, यिनको साह्रै भोइस आएको थियो, मेरो चाहिँ आएको छैन है। 5 बजाउनु जान्थ्यो। बजाउनु न, बजाउनु यसो गरेर बजाउनु के यसो गरे। अहिले ठुलो ल्याउनु के? आउनु लाउनु कहिले बजाउनु त? ल हामी 5 बजाउँदै हिँड्न लाग्यो। होइन के मुखभित्र राख्नु यसरी? होइन मलाई पछि 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 घुचुडेर हेर्नु यत्रो सामान बोकाएर। होइन होइन भर्खर पछि पछि लाग्यो। यत्रो बेरसम्म म यहीँ पछि पछि थिएँ। बिहान जाँदा पनि पानी परेको पऱ्यो कि गाउँघरतिर आएपछि त्यस्तो हेर्नु न, सुटहरू रातो सुट लगाएर लुक्समा हिँड्नुपर्छ। कति गाह्रो छ। तपाईँहरूकोतिर कस्तो छ हेर्नु? म पनि होइन ढाँटेको है, हाम्रो प्यान्टलाई पनि झाँलाई पनि केही फरक पर्दैन। वाउ हेर्नु चाहन्छ? यो दियलको माटो हो। दियलको माटो भन्नाले धमिराको घर हो न? यो उहरूले गरेको हेर्नु है, तिमीलाले बनाएको कि घर। बिचरा नभत्काइदिउँ, पानी परेछ।